विदेशमै भए पनि हजुरहरूले हजुरहरूको दिन कसरी बिताउने भन्ने कुरा हजुरहरूमै डिपेन्ड हुन्छ। गुड मर्निङ, आज थियो मेरो डे अफ। सबैभन्दा पहिला म उठेर मेरो रुमको पर्दा प्लस विन्डो खोलेँ होइन। विन्डो खोल्ने बित्तिकै कस्तो राम्रो भ्यू छ क्या, अनि भ्यूसँगै उडिरहेको प्लेन पनि देखेँ क्या मैले। अनि मनै सोचेँ काश त्यो प्लेनभित्र म भएको भए। धेरै भइसक्यो नि त नेपाल नगएको, सो कस्तो जान मन लागिरहेछ। अनि उठेर रुमहरू सफा गरेँ, रुम सफा गरेर म गएँ सावर लिन। सावर लिइसके पछाडि फ्रेस भएर म लागेँ पूजा गर्नतर्फ। बिहान उठेर पूजा गरेपछि दिनभरि मुड अन हुन्छ नि त मुड फ्रेस हुन्छ दिनभरि। अनि पूजा गरेँ, भगवानसँग मनको कुराहरू मागेँ। अनि त्यसपछि कपाल पनि ड्राई बनाएँ। कपाल ड्राई बनाएर मैले मेरो प्लान्टहरूलाई पानी राख्दै हेर्नुहोस् न, मेरो प्लान्टहरू कस्तो राम्रो भएको छ। अनि यो सकिसकेर म लागेँ आफ्नो स्किन केयर गर्नतर्फ। गर्मीले गर्दा इरिटेसन भएर स्किनमा कत्रो धेरै पिम्पल्सहरू आएको छ, सानो सानो पिम्पल्सहरू। अनि स्किन केयर गरिसकेर म चाहिँ फ्रेस भइसकेपछिको मेरो लुक्सी यो के हो, कतिजनालाई थाहा छ साथीहरू? हजुरहरूलाई थाहा छ यसको नाम? यो चिया सिड्स। म चाहिँ बेलुकामा जहिले सुत्नुभन्दा अगाडि यो भिजाइदिएर सुत्ने गरेको छु। यति भिजायो भने चाहिँ इनफ हुन्छ। अनि बिहान उठेर त्यसमा अलिकति तातो पानी एड गरेर सबैभन्दा पहिला मैले चिया सिड्स प्लस पानी पिएँ। अनि म गएँ चिया बनाउन। अब विदाउट चिया त दिन जाने कुरा भएन। तातो चिया पिउँदै घरमा गफ गरेँ। त्यतिन्जेलसम्म महारानीहरूको इन्ट्री भयो। अनि त्यसपछि पिरो नुडल्स बनाएर नुडल्स खाएर हामी भयौँ रेडी। अनि रेडी भइसकेर राम्री भएर ब्युटिफुल बनेर साडी लगाएर हामी गयौँ एउटा प्रोग्राममा। खासमा आज दही चिउरा खाने प्लस भजन पनि थियो। अब भजन भनेपछि हामी नजाने त कुरै भएन। अनि त्यसपछि अब विदेशको ठाउँ हो, सबैभन्दा पहिला त असार 15को दिन नै यो सब गर्नु पर्थ्यो भन्नु पनि हुन्छ होला, तर मिल्दैन नि त। सबै मेन कुरा सबैजनाको अफ पनि मिल्नु पर्यो, टाइम मिल्नु पर्यो, समय मिल्नु पर्यो, सन्डे नै बनाउनु पर्यो प्रोग्राम होइन। त्यही भएर अलिकति ढिला भयो पनि साह्रै रमाइलो भयो। नेपालमा भएको जस्तै फिल भयो। हलो पनि जोत्नु भयो। अनि हेर्नु न, धान पनि रोप्नु भयो, घाँस बोकेर आउँदै हुनुहुन्थ्यो, कस्तो रमाइलो भयो। अनि त्यहाँनिर दही चिउरा खाएर भजनमा नाच्न सुरु गऱ्यौँ हामी। आमा जति नाचे पनि भजनमा नाच्दा पुग्दै नपुग्ने चाहिँ म मात्रै हो कि हजुरहरू पनि हो साथीहरू? थाक्दा पनि थाक्दिनँ हौ म त भजनमा नाच्दा त। के भएको, नाचौँ मात्रै लाग्छ त। अनि त्यहाँबाट अनुदिदीलाई बाई भनेर विष्णु दिदी प्लस म, मेरो फुपू र म भएर रुम आएर फ्रेस भएर म गएँ दिदीलाई तल मेट्रोसम्म पुर्याउन। दिदीले बाटोमै सेलरोटी खाऊँ न नानी भन्नुभयो। अनि एउटा सेल र अलिकति चिया पिउँदै दिदीलाई बाई भनेर म गएँ सुपर मार्केटतिर अलिअलि सामान लिनको लागि। अनि कि मैले लिची किनेको 6 पिसको 6 दिराम अरे कि, कस्तो महँगो, त्यो पनि खाँदा चाहिँ कस्तो अमिलो। अनि म सामान बोकेर रुमतिर लागेँ। आएर पहिला डिनर रेडी गरेँ। अनि म फ्रेस भएँ। मेरो चाहिँ दिन एकदम धेरै रमाइलो बित्यो साथीहरू। हजुरहरूको दिन कस्तो बित्यो? Have a good night everyone. Thank you so much for watching.